हाम्रो कहाँ गगरेको यात्रा हो अरे अब रामेर आउने हो अनि ढकलो मजा ल लाग्यो है जेठो बिसतिर हामी चाहिँ ल बोर्दरहरू गाइजहरू सबैजना हामी चाहिँ यसो रेस्ट बाइक चाहिँ तातेर लास्टै अफ रोड बाटो थियो अनि तातेर यसो सेलाउँदैछौँ होइन के छ दाइ त्यसो हाई भनिदिनु न आज हाम्रो कहाँ गगरेको यात्रा हो अनि अब रामेर आउने हो अनि बलखेल गएर आउने हो अनि अरू त्यहाँ गयो केही अर्ग्यानिक केही रहेछ नि अर्ग्यानिक चिज खाने हो चिज खाने हो अर्ग्यानिक चिज देखाउने हो होइन ल अरू अरू केही छ दाइ भन्ने कुरा अरू भन्नुपर्ने अब त्यही छ भरि खाइसकेपछि भन्नु होला अहिले चाहिँ हामी कहाँ आइसक्यो दाइ अब हामी यो डोसुमाडे ल दोसुमारे भन्ने ठाउँमा आइसक्यो हामी चाहिँ है साजन सरको पनि भ्लग स्टार्ट भएको छ आजदेखि अनि अर्को सुटिङ भइरहेछ दाइको सुटिङ ल त्यही गाइज अर्को कुरा चाहिँ माथि गरेर देखाउँछु म बवाल हुन्छ बवाल रमाइलो सही ढकल्नु पर्छ यार पुऱ्यायो अनुभाइले पुऱ्यायो यस्तो अफरोड हिँड्नुपर्छ साथीहरू गाह्रो त हो राइड गर्न कहाँ सजिलो छ गगरे पुगेपछि हल्का चिज खानुपर्छ है साधन हामीलाई त आनन्द छ हाम्रो बाइकले त खतरा तानिदिन्छ फाइनल्ली हामी चाहिँ देउराली भन्ने ठाउँमा आइयो बाटो चाहिँ लास्टै अफरोड गाह्रो छ काम चाहिँ भइरहेछ जे होस् धमाधम रूपमा अर्को नेक्स्ट इयर चाहिँ हामी पिचबाट आउन सकिन्छ तलदेखि यहाँ माथिसम्म गरेर जाने टिम चाहिँ लास्टै ठुलो भएको छ अहिले चाहिँ हेर्नु बढेर सानो सानो हुँदै हुँदै बढेर ठुलो मान्छे पनि आउनु भएको छ यहाँ फेरि हाम्रो मेघनाथ अङ्कल उहाँ त उहाँ आएपछि हाम्रो के अरे के भन्छ यो गरे जाने ग्रुप चाहिँ एकदम शानदार खतरा बवाल भएको छ अहिले चाहिँ देख्न सक्नुहुन्छ बाइक पनि एकदम बढेर एउटाबाट 4-5वटा भइसक्यो त्यही नै हो ल आज हामी भेट भएको दिन माया हो सँगो पानी धमिलो मन किन डाँडैको देवी देउराले माया हो पाप जाउँदै झरे ओराली मै बसु सम्झी जल्जाले फाइनल्ली आइसक्यो साजन म भाइहरू ल अरू साथीहरू अगाडि गइसक्यो आउने गरम जारी छ त्यही नै हो गाइज ल सियो अब फेरि माथि गरेर देखाउँछु ल साथीहरू राम्रो न यो भिड अघि बाइकमा त्यो एक्लै बस्नु पछाडि एक्लै बसेर पुरै त्यो भिडियो गर्नै पाइएन कि अहिले त यस्तो यता इन्स्टलहरू छ जीवन अब शान्ति हुन्छ बाटो राम्रो हुन्छ ट्याटु हो ट्याटु हान्ने हो बा ट्याटु हान्ने हो ठिक छ ल ट्याटु हान्ने हो यता हाम्रो सदाको स्टल ल बवाल हुन्छ हो हाम्रो घरतिर गङ्गरे बेला नेक्स्ट इयर चाहिँ प्लान बनाउनु है यदि आउनु भएको छैन भने एक्लै घुमिरहेको छु साथीहरूले छोडे कता छोडे साजन सरले उता भिडियो बल्ल भेटियो आइसक्नु भएको छ उहाँ कलाकार भलिबल चाहिँ यता छ एउटा मिठो गीत गाउनु भएको छ यस्तै मिठो गीतहरू अब साजन सर कहाँ यार छोडेर हिँड्ने यार यस्तो नछोडौँ न यार नखोजौँ न यार ओ राजाहरू हाम्रो सुरक्षाकर्मी ओ उहाँ आउनुहुन्छ मित्रहरू जति हुनुहुन्छ छिटो भन्दा छिटो तयारीका साथ गराउनमा प्रवेश गरिदिनु न हामी हार्दिक विनम्र गर्छौँ किनभने
किनभने आज हामी भलिबल थुप्रै हेर्नुपर्छ एकछिन कार्यक्रमहरू गर्नु छ यतातिर। र आज भलिबल सुरु भएको छैन। समारोह पनि छ तसर्थ अहिले एकछिन तपाईँहरूलाई पिङ पनि खेल्नुपर्छ हौ। उद्घाटन मात्र होइन आज हाम्रो सांस्कृतिक कार्यक्रम पनि छ। आज हामी ल अवलीको त खाजा खानु पर्छ धेरै नै सांस्कृतिक कार्यक्रमहरू गर्नेछौँ खाएर आएको र के छ आरोपी? अब केही समय पछाडि ल एकछिन म काठबिङ खेल्नु पर्यो, खाजा खानु पर्यो है साथीहरू। हामी सबैजना रमाउनेहरू रमाउनेछौँ। लास्टै धेरै हो, माथि टाढो टाढो टाढोमा बस्नु भएको छ। यस्तो बवाल मान्छे छ हो, कति धेरै हो मेलामा, माथि यार। ल अब हामी चाहिँ एकछिन खाजा खाने है, खाजा खान्छौँ, रमाइलो गर्छौँ। अब एकछिनमा दारू खाने कुरा त भएन, छोडियो कुरो। ल डान्सको लागि रेडी हुँदैछन् हाम्रो महिलाहरू, साथीहरू, दिदीबहिनीहरू। साधनको भिडियो जाओ, साधन भिडियो प्रवेश गरेको देखिरहेका छौँ। अब हाम्रो खेल लगत्तै सुरु हुँदैछ, तसर्थ आयोजकका महिला खेलाडी मित्रहरू जाँदै हुनुहुन्छ, छिटोभन्दा छिटो हामी हार्दिक विनम्रण गर्छौँ। माथिकै बेला चाहिँ बवालै हुँदो रहेछ हौ यहाँ त। टिम पनि सबै छ है, माथि डाँडाहरू यस्तो राम्रो। नेक्स्ट इयर प्लानिङ चाहिँ खतरा गर्नु है आउनलाई, टाढाको मान्छेहरू नजिक भएको त आइहाल्नुहुन्छ, मेला छुटाउँदै छुटाउनु अलि टाढाको मान्छे